आई लभ यु बोल्नै दिँदैन यार कमेडियन पनि छ हो मान्छे त बोल्नै छोडिसक्यो ल गीत बजाम नाचौँ भेटियो धेरै खुसी लाग्यो तपाईँहरू किन टेन्सन लिनुहुन्छ क्या पार्टीको सभापति नै यही उठ्नु भएको छ के को टेन्सन आज म चितवनबाट भन्न चाहन्छु मेरो अन्तिम इच्छा के हो 21 गते मतपत्रमा देखाइदिनु होला स्कुलको ड्रेसमा आएका कलिला बालबालिकाको छाती र टाउकोमा ताकी ताकी गोली हानियो त्यसपछि मात्र संरचना जलेका हुन् आजसम्म पनि सिंहदरबार कसले जलायो भन्छन् सिंहदरबार त्यसैले जलायो जसले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनायो बालबालिकाहरूलाई गोली ठोक्यो म छातीमा हात राखेर भन्छु तपाईलाई अहिले पनि पुराना राजनीतिक दलले परिवर्तन गर्छन् भन्ने विश्वास छ भने सबै भोट तिनलाई दिनुस् हामीलाई चाहिँदैन सबै दिनुस् हेलो एभ्रिवान इट्स मी प्रतीक वेलकम ब्याक टु माई च्यानल अनि आज चाहिँ फागुनको 15 गते भरतपुरमा घण्टीको हाम्रो युवा नेता बालेन शाह आउँदै हुनुहुन्छ अनि हामी चाहिँ यहाँबाट जाँदैछौँ यहाँबाट नारायणघाट लगभग 15-17 किलोमिटर जति छ पर अनि यहाँबाट चाहिँ म र मेरो साथी जाँदैछौँ योभन्दा अघिल्लो चोटि रवि लामिछाने पनि आएको थियो यहीँ पर्सा नै तर जान चाहिँ पाइएन अनि अहिले चाहिँ 11 बजे आउँछ अरे भनेर साथीले खबर गरेको थियो अनि त्यही भएर अहिले साथी र म जाँदैछौँ यहाँबाट लगभग 10:30 पनि भइसक्यो अलिकति ढिला पनि भयो त्यही भएर चाँडो गरेर जाँदैछौँ हामी सो त्यही नै हो अहिले चाहिँ म जुत्ता लाउँदैछु अब चाहिँ जुत्ता लाएर चाहिँ हामी यहाँबाट निस्किहाल्छौँ ल हामी चाहिँ अब पारसको सर्ग आइपुगिसक्यौँ यहाँनिर जाम जस्तो छ अब एकैछिनमा पुग्छौँ हामी त्यहाँनिर 11 त भइसक्यो अब हेरौँ ल हामी चाहिँ बालेन शाहलाई हेर्न जाँदैछौँ एकजना साथी अगाडि छ पुरिरहेको छ हामीलाई यहाँ चाहिँ यस्तो छ माहौल र गेट सेटमा पोस्टर टाँगेको छ मान्छेहरू अलिअलि चलपल बढ्दैछ छैन होला अब एकछिनमा आउँछ कि यस्तो छ है यहाँनिर यस्तो छ है माहौल अहिलेसम्म चाहिँ आइसकेको रहन्छ धन्न अनि हामी यहाँ भेट भइसकेका छौँ साथीहरूसँग अब चाहिँ एकछिन कुरेरै भयो भने हेरिन्छ 11 बजे आउने भने अलिकति ढिलो त भइहाल्छ नि अब हेरौँ एकछिन कुरेर बस्छौँ हामी आज चाहिँ भेटिन्छ बालेन शाहलाई मान्छेहरू चाहिँ बढिरहेको छ है बिस्तारै 11 बजे भनेको 1 बजेतिर आउने जस्तो कुरा भयो अरे अब पूर्वमा यस्तो खालको छ यहाँनिर मान्छेहरू कुनै बिल्डिङ पनि खाली छैन छतमा बसेर बालेन शाह नआउने बेला छ नि यहाँ कन्सर्ट भइरहेको है प्रकाश सपुतको Thank you so much सबैजनालाई वाइल्ड मान्छे भव्य उपस्थिति मतमा परिणत हुनेछ भन्ने मलाई विश्वास छ अब जम्मा राष्ट्रिय गान चलिरहेको है राष्ट्रिय गान अहिले अलिकति यतापट्टि आएर बसिरहेको छौँ हामी राष्ट्रिय स्वतन्त्र पार्टीका मेरा प्रिय नेतागणहरू र आजको यस कार्यक्रममा उपस्थित हुनुभएका तमाम आदरणीय आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरू वीर लालदोज गुरुङ धर्मदोज गुरुङ गणेश पौडेल हरिप्रसाद गुरुङ जस्ता प्रजातन्त्र प्राप्तिका लागि जीवनको उत्सर्ग दिएका वीर शहीदहरूको भूमि हो चितवन। देवघाट धाम महाभारत
महाभारतकालीन इतिहास बोकेको गोद्धक वैकुण्ठताल जस्ता धार्मिक पर्यटकीय स्थल भएको पावन भूमि हो चितवन। थारू जातिको बाहुल्यता भएको, आदिवासी जनजाति समुदायको बाहुल्यता भएको, विविधताले भरिएको भूमि हो चितवन। र यस्तो पावन भूमिको क्षेत्र नम्बर 3 बाट तपाईहरुको माझमा म राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट घण्टी चुनाव चिन्ह लिएर चितवन क्षेत्र नम्बर 3 को उम्मेदवारको रूपमा तपाईहरुको माझमा आज उभिरहेको छु। आदरणीय महानुभावहरू, निर्वाचन भनेको लोकतन्त्रको सुन्दर अभ्यास हो। यो निर्वाचनबाट आम नागरिकहरूले आफ्नो मत सही ठाउँमा सदुपयोग गरेर राम्रो नेतृत्व छान्नुभयो भनेदेखि देशले एउटाको सेवा गर्नुभयो र नेपाली जनताको मुद्दा कति उठान गर्नुभयो भन्ने कुरा तपाईँ हामीले भनिरहन परेन, हामीले महसुस गरिरहेकै छौँ। म केही दिन अगाडि मात्रै, अस्ति भर्खर मात्रै हनुमान झुला पुगेको थिएँ चितवन क्षेत्र नम्बर 3 मा। त्यहाँ पुग्दै गर्दाखेरि सुत्केरी गराउन नसकेर धेरै महिला दिदी बहिनीहरूले मृत्युवरण गर्नुभएको मैले त्यहाँ देखेँ, थाहा पाएँ। तर यही देशमा एउटा आमा सुत्केरी गराउन नसकेर मर्नुपर्ने हुँदै गर्दाखेरि कसैको घरमा पैसा जलेको हामीले देखेका छौँ। यो विभेदकारी प्रणाली, यो विभेदकारी समाजको समानता कायम गर्नको लागि अब आवश्यक भएको छ र त्यही आवश्यकता पूर्ति गर्नको लागि राष्ट्रिय स्वतन्त्र पार्टी यो देशको भविष्य लेख्नको लागि तपाईहरुको माझमा आएको छ। आज देशको अवस्था हामीले भनिरहन परेन। भ्रष्टाचार गर्ने देशहरू मध्ये 109औं स्थानमा, पासपोर्ट सबैभन्दा कमजोर पासपोर्ट भएको देशको रूपमा आज हाम्रो परिचय बनिरहेको छ। जबकि हाम्रो देश सगरमाथाको देश हो, पशुपतिको देश हो, गौतम बुद्धको देश हो। यस्तो पहिचान भएको देश आज हामी कुन स्तरमा बाँचिरहेका छौँ? अब्दुल कलामले भन्नुभएको थियो देशको पनि पर्सनालिटी हुँदो रहेछ। आज देशको पर्सनालिटी, देशको व्यक्तित्व कहाँ पुगिरहेको छ? आज देशको व्यक्तित्व निकै कमजोर स्थानमा पुगेको कारणले गर्दाखेरि हामी नेपालीहरूको अवस्था निकै नाजुक अवस्थामा पुगेको हामीले देखेका छौँ। त्यसकारणले मलाई यहाँहरूसँग अरू केही आग्रह गर्न छैन। यो अबको निर्वाचन, फागुन 21 गतेको निर्वाचन राजनीतिक युगको, एउटा राजनीतिक युगको अन्त्य गरेर अर्को राजनीतिक युगमा प्रवेश गर्ने निर्वाचन हो। अहिलेसम्म भ्रष्टाचार भइरहेको, भ्रष्टाचारले लिप्त भएको समाजको अन्त्य गरेर अब सुशासन भएको समाज निर्माण गर्ने, सुशासन लेख्ने निर्वाचन हो। उज्यालो र अँध्यारो सँगै उभिन सक्दैन। भ्रष्टाचार भइराख्यो भने सुशासन आउन सक्दैन। त्यसकारणले यो देशमा यदि हामी सुशासन चाहन्छौँ भने भ्रष्टाचार युक्त नेतृत्व गर्ने त्यस्तो राजनीतिज्ञहरूको अन्त्य हुनैपर्छ, त्यस्तो राजनीतिक पद्धतिको अन्त्य हुनैपर्छ। त्यसको लागि तपाईहरूले फागुन 21 गतेमा बहुमतको घण्टी चुनाव चिन्हमा मतदान गरेर अत्याधिक बहुमत गरेर पठाउनु पर्नेछ। अब बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बन्छ, युवा पुस्ताको सरकार बन्छ अनि बल्ल यो देशको भविष्य हामी लेख्नेछौँ, यो देशको भाग्य हामी खोज्नेछौँ। त्यसको लागि हामी तयार भएर आइरहेका छौँ। आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू, फागुन 21 गतेको निर्वाचनमा आफ्नो विवेक प्रयोग गरेर तपाईहरूले मत हाल्ने बेलामा बुढी आमा सम्झिनुहोस्, विदेश गएका दाजुभाइहरू सम्झिनुहोस्, नेपालीहरू जो राम्रो पूर्वाधार नभएका कारणले मृत्युवरण गरिरहेका छन् उनीहरूलाई सम्झिनुहोस्। यो देशमा पीडा भोगिरहेका बेचिएका युवा पुस्ताहरूलाई सम्झिनुहोस् र भोट हाल्ने बेलामा तपाईहरूले मनन गर्नुहोस्। यदि सबै कुरा ठिक थियो भनेदेखि तपाईँहरूको इच्छा, यदि ठिक थिएन, भइरहेका छैन भने तपाईँको हृदयले भन्यो भने घण्टी चुनाव चिन्हमा मत हाल्नुहोस्। यो देशको भविष्य बदलिनेछ। यति भन्दै म मेरा भनाइहरू यहीँ टुङ्ग्याउन चाहन्छु। हवस् त, नमस्कार, जय घण्टी, जय देश। फागुन 21 केवल भोट हाल्ने दिन मात्रै होइन, युग बदल्ने संकल्प गर्ने दिन हो। धन्यवाद। चितवन क्षेत्र नम्बर 3 की प्रतिनिधि सभा सदस्य उम्मेदवार शोभिता गौतम, वरिष्ठ नेता भावी प्रधानमन्त्री दामोदर शाह। नमस्ते 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 नमस्ते। तपाईँहरूको फेभरेट कलर कुन हो? रङ
मिलो तपाईँहरूको फेभरेट बाजा कुन हो? बाजा बजाउनु मिल्ने चिज यसपालि के गर्ने त्यसलाई? अघि प्लेनबाट ल्यान्डिङ गर्दा गर्दा एउटा कुरा नोटिस गरिरहेको थिएँ। यहाँनिर चितवनमा छतमाथि चाहिँ यस्तो जस्ता राख्ने चलन रहेछ है। सबका सब निलो जिस्काउनलाई राखे जस्तो। कसलाई जिस्काउनु भएको त्यस्तो? त्यो निलो छानाले चाहिँ त्यो छतलाई मक्किनबाट जोगाउँदो रहेछ क्या, राष्ट्रिय स्वतन्त्र पार्टी जस्तो। चितवन अघि झर्दै गर्दाखेरि एकजना भाइले भन्नुभयो, दाइ देशभरि जाँदाखेरि जसरी टुरिज्म प्रमोसन गर्नु भएको थियो एकचोटि चितवनको पनि टुरिज्म प्रमोसन गरिदिनु होला भनेर। मैले भने मेसीलाई फुटबल खेल्न सिकाउनु पर्छ, रोनाल्डोलाई फुटबल खेल्न सिकाउनु पर्छ। हाम्रो चितवनका हाम्रा थारू समुदायमा भएका होमस्टेहरू रिसोर्टहरूमा देख्न सकिन्छ कि यहाँको उत्पादन, यहाँको लुगा, यहाँको म्युजिक, यहाँको खानेकुरालाई कसरी उहाँहरूले टुरिज्म प्रमोसनको लागि उहाँहरूले विश्वमा चिनाउनु भएको छ। त्यो हेर्दाखेरि चितवनले चाहिँ देशलाई टुरिज्म प्रमोसन सिकाउनुपर्छ। घरमा खाने आफ्नो लोकल खाना, आफ्नो लोकल परिकार घरमा खाने, त्यो लोकल परिकारलाई एउटा इन्टरनेसनल क्युजाइनको रूपमा उहाँहरूले प्रस्तुत गर्न सक्नु भएको छ। त्यो पुरै देशले सिक्न जरुरी छ। सिकाउने होइन त चितवनवासीले पुरै विश्वलाई टुरिज्म प्रमोसन। राम्रो कुराहरू यहाँको ठाउँहरूको धेरै छन्। एउटा समस्या रहेछ यहाँ, हरेक वर्ष न्युजमा देख्न पाइन्छ किसानले बाटोमा दुध पोखाएको, तरकारी फालेको। त्यो के रहेछ भन्दाखेरि किसानले सही बजार नपाएको, किसानले सही मूल्य नपाएको एउटा समस्या रहेछ। केही सीमित बिचौलिया, केही सीमित नेताहरूको एउटा सिन्डिकेटले गर्दाखेरि पारी जुन अनुदानले कृषि हुन्छ त्यो सस्तो जस्तो देखिन्छ। त्यो सस्तो तरकारी यहाँ ल्याएर यहाँको किसानको मूल्य चाहिँ महँगो जस्तो देखाएर एउटा भ्रम सृजना गरेर किसानलाई मार्ने काम भएको छ। त्यो रोक्न जरुरी छ। फेरि यो चिज समाधान गर्दै गर्दाखेरि ओहो महँगो तरकारी खानुपर्ने भयो जस्तो लाग्ला, त्यो भ्रम हो। त्यो भ्रमलाई चाहिँ चिर्न जरुरी छ। नेपालमै उत्पादन भएको सस्तो बिजुलीलाई नेपालकै सस्तो कोल्ड स्टोरमा सिजनको बेला जुन बेला तरकारी सस्तो हुन्छ त्यो बेला स्टोर गरेर राख्यो भने भोलि महँगी हुने सिजनमा सेम मूल्यमा बेच्न सकिन्छ। किसानले पनि मूल्य पाउँछ, खाने मान्छेले पनि सस्तोमा तरकारी किन्न सक्छ। त्यो गर्न चाहन्छु हामी। तपाईँहरूले याद गर्नु भएको छ देशभरि जुन लामो दूरीको यातायात ट्रकहरूमा नारायणी लेखा हुन्छ, याद गर्नु भएको छ नम्बर प्लेट। जसरी त्यो लोकल बसहरू, लामो दूरीको बसहरूको हब भएको छ यो चितवन, त्यसरी नै पूर्वदेखि पश्चिमसम्मको तरकारीलाई कोल्ड स्टोरेजमा स्टोर गर्ने हब बन्न सक्छ चितवन। त्यो बनाउन जरुरी छ। देशवासीलाई आफ्नै तरकारी खुवाउन जरुरी छ र किसानलाई सही मूल्य दिन जरुरी छ। बर्खामा हाम्रा बर्खा I love you. बोलने दीजिए ना। कमेडियन पनि छ हो मान्छे त, बोल्नै छोडिसक्यो ल। गीत बजाम नाचम। बर्खाको बेला नेपालमा उत्पादन भएको बिजुली खेर गइरहेको हुन्छ। सुक्खामा हामीसँग आफै बिजुली हुँदैन। तर त्यो बिजुली स्टोर गर्ने ब्याट्री त छैन जस्तो लाग्छ हामीलाई, तर छ। हाम्रो देशमा उत्पादन भएको सस्तो बिजुली बेचेर देश धनी बन्दैन, त्यसलाई प्रयोग गरेर त्यसलाई स्टोर गरेर बन्छ। र त्यो स्टोर गर्ने ब्याट्री हो मल कारखाना, डाटा सेन्टर, कोल्ड स्टोरेजहरू। त्यस्तो ब्याट्रीहरू बनाउन जरुरी छ आफ्नो बिजुली थामेर राख्नलाई। त्यो बनाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। यो चुनावको क्रममा हामी पूर्वदेखि पश्चिमसम्म पुरै देश घुम्न गयौँ। लगभग 7-8 हजार
किलोमिटर हिँडियो होला देश बुझ्नलाई। सबै लगभग 45-50वटा जिल्ला घुमियो होला। त्यो जिल्लाहरू घुम्दै जाँदाखेरि के महसुस भयो भन्दाखेरि लगभग देशभरिका समस्याहरू, देशभरिका कुराहरू उस्तै रहेछन्। कृषिको समस्याहरू, पर्यटन क्षेत्रमा भएका समस्याहरू देखियो। तर एउटा गुड न्युज पनि छ त्यहाँ। गुड न्युज के हो भन्दाखेरि एउटा जिल्लामा समस्या छ भने त्यसको समाधान अर्को जिल्ला देशभित्रै रहेछ। त्यो समाधान मिलाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। हाम्रो देश हेटौडा सिमेन्ट कारखाना जस्तै भएको छ। मेसिन पनि छ, म्यान पावर पनि छ, खानी पनि छ, तर बन्द। अब चल्नु पर्यो। नेपाली काङ्ग्रेसको वाइवाई फ्याक्ट्री जस्तै चल्नु पर्यो अब त्यो पनि। पुरै देशभरि चल्नु पर्यो, 100वटा भन्दा देशमा जानु पर्यो। त्यसरी देशका उद्योग कल कारखानाहरूलाई चलाउने पार्टी बन्न चाहन्छ। अब यहाँ आइयो, तपाईँहरूलाई भेटियो, धेरै खुसी लाग्यो। तपाईँहरू किन टेन्सन लिनुहुन्छ क्या? पार्टीको सभापति नै यही उठ्नु भएको छ, के को टेन्सन? तपाईँहरूका समस्या, पुरै देशको समस्या, सभापतिज्यू, हामी सबै पार्टीका नेतागण, कार्यकर्तादेखि लिएर तपाईँ हामी सबै मिलेर अब देश बनाउने हो। र आज यो हाम्रो सभामा तपाईँहरूलाई भेटेर ज्यादै खुसी लागेको कुरा तपाईँहरूले पनि भनिसक्नु भएको छ। धेरै बोल्न चाहिन, धेरै माया। तपाईँहरूको जय होस्, देशको सही होस्। जय घन्टी, जय देश। धन्यवाद। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता भावी प्रधानमन्त्री बालेन्द्र शाह, हामी कार्यक्रमको अन्तिममा आइपुगे। नीलो क्रान्तिका उद्यम स्थल चितवन क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य उम्मेद्वार, चितवनले अत्यन्तै माया गर्नुभएको, देशभर अत्यन्तै श्रद्धापूर्वक सम्मान व्यक्त गर्नुभएको व्यक्तित्व, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने। जय घन्टी। आदरणीय चितवनवासी आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, आज मैले के बोलौँ र खै। चितवनले देखाएको यो माया, सबैभन्दा धेरै माया देखाएको छ। सम्पूर्ण चितवनवासी आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई मेरो सबैभन्दा पहिला धेरै धन्यवाद छ। धेरै धन्यवाद चितवन। अब सबभन्दा पहिला हाम्रो पार्टीका वरिष्ठ नेता राष्ट्रपाले भावी प्रधानमन्त्रीका रूपमा अगाडि बढाएका बालेन्द्र शाह बालेनजीलाई चितवनमा स्वागत गर्न चाहन्छु। हाम्रो चितवनमा स्वागत छ बालेनजी। हाम्रो चितवनमा स्वागत छ तपाईलाई। नीलो क्रान्तिको उद्गम स्थल चितवनमा स्वागत छ तपाईलाई। चेपाङ जातिहरूले पहिचान खोज्दै, अस्तित्व खोज्दै सङ्घर्ष गरिरहेको, बोटे समुदायले माया गरेको, विभिन्न थारू समुदायले आशा र भरोसामा हेरिरहेको यो चितवनमा स्वागत छ तपाईलाई। मौरी पालक किसानहरूले आफ्नो महमा आत्मनिर्भर हुन सक्छौं, हाम्रो महलाई यही आउन सक्ने वातावरण बनाइदियोस् भनेर सङ्घर्ष गरिरहनु भएका सम्पूर्ण मौरी पालक मह किसानको तर्फबाट स्वागत छ चितवनमा। चितवनमा उत्पादन भएको केरालाई कम्तीमा पनि चितवनलाई आत्मनिर्भर बनाऊ। चितवनले उत्पादन गरेको केरा हुँदाहुँदै हामीलाई बाहिरको केरा चाहिँदैन। सम्पूर्ण केरा किसानको तर्फबाट चितवनमा स्वागत छ तपाईलाई। हाम्रो देवघाट आदि प्रयाग भनेर चिनिन्छ। संसारकै ठुला भन्दा ठुला धर्मात्माहरूले एकपटक पाइलो टेक्नै पर्ने ठाउँ भनेर वैदिक सनातन धर्मावलम्बी, हिन्दू धर्मावलम्बीले आस्थाको रूपमा हेरेको यो देवभूमि चितवन
यो देवघाटका तर्फबाट पनि स्वागत छ तपाईँलाई। अब म छोटो केही कुरा राख्छु। अब धेरै बोल्ने समय गइसकेको छ। अब भोट हाल्ने दिन नजिक आएको हुनाले अब जे गरिन्छ मतपत्रमा गरिन्छ, 21 गते गरिन्छ। सबभन्दा पहिला यसपटक म चितवनमा आफ्नो निर्वाचन क्षेत्रमा धेरै जान पाएको छैन। आफ्नो निर्वाचन क्षेत्रमा धेरै जान नपाएको हुनाले मेरो तर्फबाट भोट माग्दिन तपाईँ जानुपर्ने हुन्छ। म देशभरिका घन्टी वाहकलाई जिताउन दौडिएको छु है। नपुगेको ठाउँमा यो आएन यसपटक त भोट नदिने कि क्या हो नभन्नु होला। यसपटक नयाँ रेकर्ड राख्नुपर्छ भनेको छ। यसपटक त देश जागेको छ। त्यसैले चितवनले अर्को नयाँ रेकर्ड राख्छ होला। घर नपुगेका घरहरूमा आफ्नो निर्वाचन क्षेत्रबाट यहीँबाट भोट मागे है। मलाई मात्र होइन समानुपातिक उम्मेदवार सहितलाई दुवै ठाउँमा घन्टी चुनाव चिन्हमा भोट हालिदिनुहोस् है। यसपटक घन्टीमा। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, यो 21 गते धेरै महत्त्वपूर्ण हो र सायद अब चुनाव भाषण गर्ने चुनावी सभाहरू हुने छैनन्। कम मात्र सभाहरू बाँकी छन्। म आज यही चितवनबाट भन्न चाहन्छु, इतिहासले मागेको कुरा नेतृत्वले दिन सकेन भने त्यो देश असफल हुन्छ। हामी यस्तो मोडमा आइपुगेका छौँ कि अब हामीले असफल पार्ने हामीलाई छुट पनि छैन। म तपाईँलाई फेरि पनि भन्न चाहन्छु, जो जहाँ राजनीतिक दलमा हुनुहुन्छ त्यो राजनीतिक दलको आस्था विश्वासलाई त्याग्नुपर्छ भनेकै छैन। मात्र घन्टीमा भोट यसपटक परिवर्तनका लागि। किनकि यति धेरै 30 वर्ष मुनिका सबभन्दा धेरै युवाहरू उम्मेदवार बनेर इतिहासमा यसरी पहिला कहिले पनि आएका थिएनन्। यसपटक आएका छन्। युवाको पार्टी पनि रासोपा, महिलाको पार्टी पनि रासोपा, जेनजीको पार्टी पनि रासोपा, जनजातिको पार्टी पनि रासोपा, थारूको पार्टी पनि रासोपा, शहीदको पार्टी पनि रासोपा, घाइतेहरूको पार्टी पनि रासोपा, डाक्टर इन्जिनियर भाइभरका पेसाकर्मी सबैको रासोपा। सबैजना इतिहासमा पहिलो पटक घन्टीमा गोलबद्ध भएका कारणले दुईटै छाप घन्टीमा, प्रत्यक्षमा पनि समानुपातिकमा पनि। अब मलाई धेरै नबोल, अलिक तिखो नबोल भन्छन्, चर्को नबोल पनि भन्छन्, अलिक गाली गलोज नगर पनि भन्छन्। म परे रवि लामिछाने अलिअलि नघोची हुँदैन। मलाई टुच्च नघोचिदिए त म पनि चुप लाग्थेँ नि। ठाउँ ठाउँबाट घोचिरहन्छन्, दिइरहनु पर्छ नि। एउटा कुरा भन्नै पर्नेछ, म माथि प्रमाण छ भनिएको आज 658 दिन भएछ। 658 दिन भएछ प्रमाण छ भनेर भनिएको। चाहिएन प्रमाण भइगयो। र मलाई अन्तिम इच्छा सोधिएको पनि धेरै दिन भएको छ। तेरो अन्तिम इच्छा के हो भनेर बुट बजार्दै मेरो बेडरुमभित्र छिरेर मलाई सोधिएको पनि तपाईँहरूलाई सम्झना छ होला। मैले त्यसको जवाफ दिएको थिएन। आज म चितवनबाट भन्न चाहन्छु, मेरो अन्तिम इच्छा के हो 21 गते मतपत्रमा देखाइदिनु होला। हाम्रो अन्तिम इच्छा के हो 21 गते मतपत्रमा देखाइदिनु होला। म सबैलाई यहाँबाट सन्देश दिन चाहन्छु, सम्पूर्ण जुन घटनाले आज देश यो परिस्थितिमा आयो त्यो दुःखद घटनालाई यसको सुखद गन्तव्यमा हामीले लिएर जानुपर्ने छ। हामीसँग कोही त्रसित हुनु पर्दैन। हामी मुलुकलाई समुन्नतिको बाटोमा लिएर जान्छौँ। सुशासनको नयाँ रेकर्ड र मानक हामी तयार गर्छौँ। अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ उचाइमा लिएर जान्छौँ। अन्तर्राष्ट्रिय सम्बन्ध र साझेदारहरूलाई हामी मागी खाने भाँडो होइन, हामी गरी खाने अवस्था सिर्जना गर्छौँ। म फेरि पनि भन्न चाहन्छु, यो देश मागेर धनी हुने होइन, गरेर काम गरेर धनी हुने देश हो। हामी मागेर देश बनाउने देश होइनौँ। यो मागी खाने देश होइन, यो गरी खाने देश हो। हामी यसपटक गरी खाने देश बनाउन आएका छौँ। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, यहाँ भ्रम पनि छर्न खोजिएको छ कसैलाई। देश चलाउनेहरू भनेर हामी सम्बद्ध कतिपय मान्छेहरूलाई आरोप पनि लाग्ने गरेको छ। म फेरि पनि स्पष्ट पार्न चाहन्छु, हो पहिला स्कुलको ड्रेसमा आएका कलिला बालबालिकाको छाती र टाउकोमा ताकी गोली हानियो, त्यसपछि मात्र संरचना जलेका हुन्। जल्नु हुँदैन थियो, गलत भयो, तर गोली ठोक्न हुँदैन थियो, मान्छे मार्न हुँदैन थियो। त्यहीबाट बिग्रिएको हो। आजसम्म पनि सिंहदरबार कसले जलायो भन्छन्। सिंहदरबार त्यसैले जलायो जसले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनायो, बालबालिकाहरूलाई गोली ठोक्यो। त्यसैले जलाएको सिंहदरबार।
त्यो सिंहदरबारमा भ्रष्टाचारको अखडा हुन्न थियो भने बालबालिकाहरू स्कुल ड्रेसमा आन्दोलन गर्न सुशासन माग्न जाँदैनथे, नेपोकेटको नारा लिएर जाँदैनथे। तिमीले बेथिति बनायौ, उनीहरू नारा लगाउन गए। त्यसकारणले सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने एउटै समूह हो, एउटै मानिसहरू हुन्, एउटै जात छ उनीहरूको, अरू कोही पनि होइन। तर बन्छ, हामी बनाउँछौँ मात्र होइन, हामी बदल्छौँ। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, अब परिवर्तनको सङ्घारमा आइसकेपछि तपाईँहरूले मन दह्रो पार्नुपर्छ। म अन्त्यमा तपाईँलाई केही कुरा बताउन चाहन्छु। यतिखेर पार्टीप्रति निष्ठा देखाउने बेला होइन। मेरो बाउको पार्टी, मेरो बाजेको पार्टी कहीँ जाँदैन। बाउ बाजेको पार्टी 5 वर्ष त्यही हुन्छ, कहीँ जान्न। खालि संसदमा मात्र कम गरिदिउँ भने हो, हामीले सकेसम्म निल बनाइदिउँ भनेको। मैले त भनेको थिएँ यसपटक परिवर्तन गर्न सकिएन भने इतिहासमा यस्तो अवसर सधैँ आउँदैन। यो अवसरलाई सदुपयोग गर्नै पर्छ, सबैले सदुपयोग गर्नु होला। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, हाम्रा कयौं उम्मेदवारहरू अहिले आशा गरिरहनु भएको छ म वा बालेनजी या हाम्रा कोही नेताहरू एकचोटि आइदिए, मैले चुनाव जित्थेँ, एकचोटि टेकिदिए हुन्थ्यो, एकचोटि आएर बोलिदिए हुन्थ्यो, उभिदिए हुन्थ्यो भनेर देशैभरिका कयौं उम्मेदवार साथीहरूले भन्नुभएको छ। म यही मञ्चबाट, चितवनबाट तपाईँलाई भन्न चाहन्छु, मतदाताको घर घरमा पुग्न तपाईँ जानुहोस्। देशका मतदाताहरू घन्टीमा छाप लगाउन तयार भएर बसेका छन्। चिन्ता नगर्नुहोस्, आफ्नो इमानमा अडिग रहनुहोस्, आफ्नो इमानमा अडिग रहनुहोस्। मतदाताहरू तयार भएर बसेका छन्। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, म कुनै नातै नलिएर चितवन आएको थिएँ। अन्याय परेका बेलामा साथ दिएको एउटा नाता बोकेर चितवन आएको यो मान्छेलाई तपाईँले देखाउनु भएको यो आशा र भरोसाका लागि म हृदयदेखि धन्यवाद दिन चाहन्छु। चितवनले परिवर्तनको बिगुल फुकेको थियो, घन्टी बजाएको थियो। अब यसलाई टुङ्गोमा पनि चितवनले पुर्याउनेछ। म तमाम आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई यो विश्वास, यो माया, यो सद्भाव, यो उपहारका लागि धेरै 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 धन्यवाद दिन चाहन्छु। म सँगसँगै मेरो निर्वाचन क्षेत्र भएका हुनाले सँगसँगै डाक्टर मनोहर प्रधान, प्रभा ढकाल, समिना मिया पनि समानुपातिकमा उम्मेदवारका रूपमा आउनु भएको छ। उहाँहरूलाई पनि अत्यधिक मत दिएर यहाँहरूले विजयी गराउनु हुनेछ भन्ने मैले विश्वास लिएको छु। र सुपर लास्टमा जाँदै यति भन्छु कि कतिपय ठाउँमा मैले भनेको सुनेको थिएँ कि एउटा भोट चाहिँ यता यसो हालिदिउँ, हामी त गर्वदेखिको फलानु पार्टीको, योदेखिको फलानु पार्टीको भनेर भन्नुभएको छ। म छातीमा हात राखेर भन्छु, तपाईलाई अहिले पनि पुराना राजनीतिक दलले परिवर्तन गर्छन् भन्ने विश्वास छ भने सबै भोट तिनलाई दिनुहोस्, हामीलाई चाहिँदैन, सबै दिनुहोस्। होइन भने 5 वर्षलाई हामीले मौका मागेका हौं। 5 वर्ष स्थायी सरकार देखाएर थिति बसाल्छौं, देशलाई विकास, समृद्धि, विकास निर्माणको बाटोमा अगाडि लिएर जान्छौं। नागरिकले महसुस हुने गरी नागरिकको सेवक भएर काम गर्छौं। गर्न सकेनौं भने तपाईकै पार्टी जिन्दाबाद, तपाईकै नेता जिन्दाबाद। तपाईको पार्टीको झण्डा मैलो भएको छ भने अर्को सिलाएर हामी दिउँला, तपाईको नेताको फोटो सिरानीमा हामी पनि राखौँला। 5 वर्षपछिलाई अहिलेलाई अर्को कुनै पार्टी र अर्को कुनै चुनाव चिन्हले एक्सेट जित्नु हुँदैन। सबैतिर रासोपा, यता पनि रासोपा, यता पनि रासोपा। यो उहाँहरूप्रतिको अवमूल्यन होइन, मैले उहाँहरूलाई कटाक्ष गरेको होइन, उहाँहरूलाई सम्मान गरेको। किनकि इतिहासको त्यो कालखण्डमा देशमा परिवर्तन ल्याउनको निमित्त पुराना राजनीतिक दल र नेताहरूले ठूलो त्याग र तपस्या गरेका छन्। त्यही त्याग स्वरूप उहाँहरूलाई सम्मानित प्रतिपक्ष, सडकको प्रतिपक्ष अहिले बनाउनु पर्नेछ। एक पटक हामीले मौका पाउनु पर्नेछ। म यति भन्न चाहन्छु। हस्, यहाँहरूको भव्य उपस्थितिका लागि धेरै धेरै धन्यवाद। चितवनले देखाएको यो माया निरन्तर रहिरहोस्। चितवन जिल्ला घन्टी किल्ला। हस्, यहाँसँगै प्रत्यक्ष लडेका चितवनका साथीहरूको पनि मैले भनिहाल्नुपर्छ। हरि ढकालजी हुनुहुन्छ यहाँ सदनमा, किसानको लागि सबैभन्दा चर्को आवाज उठाएको, बोल्दा बोल्दै माइक काटिएको हरि ढकाल। सोभिता गौतम हुनुहुन्छ, सोभिता गौतम 3 नम्बरमा, चितवन 3 मा हुनुहुन्छ। अघिल्लो पटक 2 नम्बरमा जसरी मतदान भएको थियो 1 र 3 मा पनि त्यसै गरी मतदान हुन्छ भन्ने हामीले विश्वास लिएका छौं।
र चितवनको तर्फबाट झापा 5 का हाम्रा उम्मेदवारका लागि अग्रिम बधाई यहीँबाट दिन चाहन्छु। र एकपटक चितवनमा तपाईँलाई साक्षी राखेर आउनेवाला दिनको परिकल्पना गर्दै बालनजीसँग झ्याप्पै अँगालो हाल्छु, तपाईँले झ्याप्पै घन्टीमा भोट हाल्नुहोला। धन्यवाद श्रद्धेय सभापति रवि लामी छानेज्यू। ऐतिहासिक परिवर्तनको सन्निकट रहँदा त्यो परिवर्तनको नेतृत्व फागुन 21 गते जनमतबाट राष्ट्रिय स्वतन्त्र पार्टीले त्यो परिवर्तनको त्यो पारदर्शिताको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्नेछ। यो चितवनको उद्घोष सभा यही सकिन्छ। उपस्थित सबैलाई हार्दिक धन्यवाद। यो सभालाई अत्यन्त भव्यताका साथ गर्नुहुने सम्पूर्णलाई धन्यवाद। म सम्झन चाहन्छु सञ्चारकर्मी साथीहरूलाई। त्यसै गरी जिल्लाको अब घरतिर यहाँनिर भिड भारतीयको सन्देश प्रवाह गर्ने एउटा महत्त्वपूर्ण सदस्यका रूपमा यहाँहरूले राष्ट्रिय स्वतन्त्र भिड छ। अब 1 घन्टा लाग्छ यहाँबाट निस्किनलाई। यता पनि त्यस्तै खालको भिड। कति टाइम लाग्छ अब यहाँबाट निस्किनलाई? ल हामी निस्किँदैछौँ। यस्तो क्रेज छ यहाँ राजसभाको, निस्किनै गाह्रो भइरहेछ। यही घन्टी नै घन्टी छ। अब की बार बालन सरकार के हेर्नु बुढाले? बुढा मान्छेलाई रे यही जाम छ यहाँ, बालेनको जाम है। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी हरि ढकालको ग्रुपहरू होला सायद। यहाँ चाहिँ हामी चाहिँ घर जाँदैछौँ। गाडीको गाडी बाहेक अब चुनावको माहौल चाहिँ दिन प्रतिदिन बढिरहेको छ। अब चाहिँ हामी घर जाँदैछौँ। बाटोभरि पुरै चुनाव प्रचार गरेर हिँडेको थिएँ। अघि आगो घन्टीकै मान्छेहरू नै घर फर्किरह हो। अनि अहिले लगभग टाढी आइपुग्नु लाग्यो। त्यही नै हो भिडियो हेर्नु दिन भएकोमा धेरै धेरै धन्यवाद। फेरि पनि यस्तै यस्तै भिडियो लिएर आउनुहुन्छ। केही चुनाव विषयकै केही भिडियो आउँदै पनि छ। यो चाहिँ मैले अब आज भर्खरै अब एडिट गरेर भ्याएर म आजै हाल्छु। सो त्यही नै हो। थ्याङ्क यू सो मच गाइज फर वाचिङ दिस भिडियो। यस्तै यस्तै भिडियो लिएर आउनुहुन्छ। त्यतिन्जेलको लागि बाई बाई।